र दर्शकबिन यस समय हामी रोथोकको पर प्रोजेक्टमा जसको कर्मचारीको निम्ति हामी यहाँ आएका थियौँ र अहिले भने डाइरेक्टर जो चाहिँ डाइरेक्टरलाई भेट्नको निम्ति उहाँहरू आउनुभएको थियो एनएसपिसी अफिसर है र उहाँले भेटिसक्नु भएको छ र यसको निचोड चाहिँ के निस्क्यो भनेर म स्वयं यहाँ आउनुभएका हुनुहुन्छ है जति पनि एनएसपिसीका कर्मचारीहरू उहाँबाट म जान्न चाहन्छु। आज जति है तपाईँहरूको यो आफ्नो हक अधिकारको लागि है डिमान्डको लागि तपाईँहरू आउनुभयो है तपाईँले डाइरेक्टर पनि भेट्नुभयो सबैजनाले यसको निचोड के निस्क्यो अलिकति यो सेयर गरिदिनुहोस् न। अहिले हाम्रो डाइरेक्टर सरले पेपर लगेर जानुभएको छ जति पनि हाम्रो डिमान्डहरू थियो र उहाँले आश्वासन दिनुभएको छ कि छिट्टै यसको नतिजा निस्किन्छ भनेर उहाँले आज लगेर जानुभएको छ। सबै कुरा उहाँको लागि नयाँ छ भन्ने कुरा भन्नुहुँदै थियो त्यसले गर्दाखेरि अब हामी पनि उहाँले भनेको अनुसार पर्खाइमा परेको छौँ। अब चाहिँ तपाईँहरूले अहिलेसम्म त पर्खेरै आउनु भएको छ है फेरि बादमा पनि यो पर्खिँदै पनि फेरि भएन भने यसको लागि चाहिँ तपाईँहरू के गर्न चाहनुहुन्छ? अब त्यहाँदेखि चाहिँ उता अब हामीले ड्युटी आउनु सक्ने परिस्थितिमा हुँदैन। अब त्यहाँदेखि चाहिँ हामीले प्रोजेक्टलाई कोअपरेट गर्नु नसक्ने परिस्थितिमा आउने छौँ हामीहरू निर्णयमा। तपाईँलाई के भन्नुहुन्छ? अब हामीले जति पनि अब हामीले आज अब डाइरेक्टरलाई भेट्यो है डाइरेक्टरलाई भेटेर हाम्रो आश्वासन जति हाम्रो मनको कुराहरू है हामीलाई के भएको छ हामीलाई पहिला हामी जेपिसएलमा थियो अब जेपिसएलमा हामीलाई सालमा बोनसहरू दिन्थ्यो है त्यो कुरा पनि बतायो। अब बादमा हामीलाई फेरि बादमा अब कहिले हुन्छ 1 महिना 2 महिना लाग्छ होला। अब बादमा चाहिँ हामीलाई अब न्याय भएन भने चाहिँ हामी चाहिँ अब कम्पनी हामी बन्द गर्ने हामी चाहिँ कम्पनी बन्द गरिदिने हामी जति पनि छ हामी यहाँ 29 फ्यामिली छ है। अब उहाँले एक एक गाडी ल्यायो हाम्रो अब 29 गाडी। आज एनएसपिसीका कर्मचारीहरूले आफ्नो माग राख्दै एनएसपिसी अफिसर डाइरेक्टरसँग एप्लिकेसन बुझाएको छ भने एनएसपिसी डाइरेक्टर अफिसरले केही दिनको समयको पनि कर्मचारीप्रति माग राखेको छ र आज मिडिया पर्सनसँग पनि एकजना अफिसर एनएसपिसीको अफिसरसँग अनबन भएको छ किनभने उहाँहरूले मिडियालाई नकारेको छ। तर जहिले पनि मिडिया हामी जहिले पनि अन्याय भएको ठाउँमा यसरी नै अघि आएर हामी अन्याय भएकोहरूलाई सपोर्ट अनि साथ गरेर आउनेछौँ र आज जति पनि कुराहरू भयो यहाँको रिपोर्ट हामी तपाईँहरूसँग सेयर गरिरहेको छौँ र धेरै कुराहरू यहाँका कर्मचारीहरूले पनि राखेको छ। हेर्दै गर्नुहोस् आउने दिनमा फेरि यस्तै समाचारहरू।